ल अर्घाखाँची जिल्लामा रहेको यो बैकुण्ठपुरी भन्ने ठाउँमा हामी आएका छौँ। यहाँ चाहिँ पुराना सामग्रीहरू राखिएको रहेछ, सङ्ग्रहालय रहेछ। यो सङ्ग्रहालय यो तोरी पेल्ने पुरानो कोल भन्छ यसलाई है, तोरी पेल्ने कोल रहेछ। यो गाडा रहेछ, गाडा ती चिजहरू पुरानो चिजहरू ए यो बिहामा पहिला दुला दुलै बोक्ने डोली यस्तो हुन्थ्यो। अब यहाँ अहिले आएर हेर्नु पाइयो यहाँ धर्मशाला, घैँटामा पानी राखेर बाटा हिँड्ने बटुवाहरूलाई खाने चलन थियो होइन। राम्रो छ। यता बोटमा आँपहरू फलेर रहेछन्, आँपहरू लटरम्म। ल यो चाहिँ पुरानो, यसलाई सन्दुक भन्छ। यो सन्दुस, यो मधुस। यो मधुसहरू यस्ता हुन्थे पहिला। यो त बाकस भइहाल्यो। यो चाहिँ पेट्रोम्याक्स हो। पहिला मोइन्टोल भन्थे हाम्रोतिर। यो पनि त्यही कोलको त्यो मियो रहेछ, कोलको मियो। त्यहाँ सन्दुस। ल यति रहेछ।